नमस्कार, तपाईहरुलाई यस च्यानलमा स्वागत छ। सदा चाहिँ आज पनि म फेरि नयाँ एउटा भिडियो लिएर उपस्थित भएको छु। यो भिडियोमा तपाईहरुलाई म माइक्रोसफ्ट वर्डमा हेडिङ रो रिपिट सम्बन्धी जानकारी दिन गइरहेको छु, अथवा माइक्रोसफ्ट वर्डमा टेबल भित्र भएको हेडिङलाई अर्को पेजमा कसरी रिपिट गर्न सकिन्छ त्यस सम्बन्धी जानकारी दिन गइरहेको छु। कृपया भिडियो स्किप नगरी हेर्नुहोला। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र साथीहरुमाझ शेयर पनि गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला भन्दै लागौं आजको जानकारीतर्फ। मसँग एउटा माइक्रोसफ्ट वर्डमा टाइप गरेको मार्क्स लेजर छ, जुन मार्क्स लेजर धेरै लामो छ वा एक पेजमा नअटी अरु पेजमा क्रमशः टाइप गरिएको छ। यो मार्क्स लेजरमा अरु पेजमा हेडिङ राखिएको छैन। यी अरु पेजहरुमा हेडिङ राख्नको लागि हामीले हेडिङ रो रिपिटको प्रयोग गर्न सक्छौं। हेडिङ रो रिपिटको प्रयोग गरी हामीले पहिलो पृष्ठमा भएको हेडिङलाई अरु पेजमा अटोमेटिकली लैजान सक्छौं। यो मार्कसिटको लेजरमा मात्र नभई यस्तै खालको डेटा माइक्रोसफ्ट वर्डमा टाइप गर्नु परेको खण्डमा तपाईले पहिलो पृष्ठमा भएको हेडिङलाई अरु पेजमा लैजानको लागि हेडिङ रो रिपिटको प्रयोग गर्न सक्नुहुनेछ। यदि हेडिङ रो रिपिटको प्रयोग गरी अरु पेजमा हेडिङहरु राख्नुभयो भने अरु पेजमा हेडिङ टाइप गर्नु पर्दैन र सबै पेजमा हेडिङ राख्यो भने तपाईले कुन कोलममा कुन शीर्षकको डेटा थियो भनी सजिलै छुट्याउन सक्नुहुनेछ। अन्यथा तपाईलाई हेर्नको लागि गाह्रो हुन्छ। अब हेर्नुहोस्, यो डेटामा पहिलो पेजमा बाहेक अरु पेजमा हेडिङ छैन। यो पहिलो पेजको हेडिङलाई अरु पेजमा लैजानु पर्यो भने हेडिङ रो रिपिट वा रिपिट हिडर रोजको प्रयोग गर्न सकिन्छ। रिपिट हिडर रोज वा हेडिङ रो रिपिट कमान्डको प्रयोग गर्नुभन्दा पहिले तपाईले पहिलो पृष्ठमा भएको हेडिङलाई सिलेक्ट गरेको हुनुपर्छ। अब पहिलो पेजमा भएको हेडिङलाई सिलेक्ट गर्नुहोस्, टेबल लेआउटमा जानुहोस्, रिपिट हिडर रोजमा क्लिक गर्नुहोस् वा हेडिङ रो रिपिटमा क्लिक गर्नुहोस्। अब हेर्नुहोस्, अरु पेजमा पहिलो पेजमा भएको हेडिङ अटोमेटिक गएको हुन्छ। यसरी हामीले हेडिङ रो रिपिट वा रिपिट हिडर रोजको प्रयोग गर्न सकिन्छ। यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। यदि घरमै बसी बसी वर्ड, एक्सेल, पावरपोइन्ट, फोटोशप, इलिस्ट्रेटर, इनडिजाइन इत्यादि सिक्न चाहनुहुन्छ भने र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।